3 go. Hello. Hello. Hello guys, welcome back to my YouTube channel. अनि आज चाहिँ म स्क्रिन पछाडि छु यहाँ चाहिँ म भिडियो खिचिरहेको छु जुन चाहिँ स्क्रिनमा देखिराख्नु भएको छ उहाँ चाहिँ मेरो साथी हुनुहुन्छ अनि आज चाहिँ उसलाई चाहिँ मैले एउटा च्यालेन्ज दिएको छ जुन च्यालेन्ज हो त्यो चाहिँ 3x बुलडक नुडल्स हो है अनि उलाई चाहिँ मैले यो च्यालेन्ज दिएको छु फेरि च्यालेन्ज चाहिँ फेरि खतरा हुनेवाला छ है त्यति इजी छैन नि मैले चाहिँ यो 3x नुडल हैन एउटा हो सिर्फ एउटा यो उले खान सक्यो भने म उसलाई 1000 रुपैयाँ दिन्छु भनेर मैले उलाई भनेको छु उले त्यो च्यालेन्ज गर्न गइरहेको छु तर यहाँ हेर चुटी चागो तर यसमा कहानी में कुछ ट्विस्ट आएगा क्या ट्विस्ट वो होगा 1 मिनट 1 मिनट यस एक मिनटमा यो 3x करेन्ट बुलडक खान सक्यो भने म 1000 रुपैयाँ उहाँलाई दिनेछु जितेको अब कहाँ 1000 रुपैयाँ यतिकै सजिलो पाउँछ त भन त डोलमा पाउँदैन नि हैन 1000 रुपैयाँ कहाँ सजिलो पाउँछ भने सो त्यही भएर अब छिटो नबोले अब चाहिँ मेरो साथीले 1 मिनेटमा एउटा यस 1 मिनेटमा बुलडक चौचौ 3x स्पाइसी खान गइरहेको छ उसको च्यालेन्ज भनेको यही हो यदि ऊ विन भएमा उले 1000 रुपैयाँ रुबल्स पाउनेछ डोलमा के रे टाइम हेर्देऊ त प्लिज मेरो असिस्टेन्ट पनि छ क्या यहाँ फेरि ल 1 मिनट है 1 मिनटको टाइम राख्देऊ ल छिटो छिटो कान्छी छिटो अलि बोल्नु न हजुरको नाम के हो मेरो नाम चाहिँ मेनुका पुरा भन्नु न मेनुका तामाङ मेनुका ए अहिले तपाईँ कहाँ हुनुहुन्छ मैले हालसालै रसियामा हजुर तपाईलाई यो च्यालेन्ज कस्तो लागेको छ त मलाई अलि ठीक लागेन 1 मिनेट भनेर थिएन है अनि ल गाइज भन्नु त तपाईहरु 1000 रुपैयाँ पाउन यति सजिलो छैन नि हैन 2 मिनेट अरूको त 5 मिनेट 3 मिनेट अनि यहाँ त एउटा मात्र चौचौ छ नि त भयो 1 2 गो गर्छ है त गो गर्ने बेला तिमीले नि त्यहाँ गो गर यता नि गो गर्छ है ल 1 2 3 गो मेनुका एक मिनट है टाइम सकिने बित्तिकै स्टप भन्ने फेरि त्यहाँ ल है कस्तो भइरहेछ त मिठो छ कोक चाहियो है कोक मिल्दैन नि 1000 रुपैयाँ यतिकै पाउँदैन नि छिटो है टाइमको पनि कदर गर्नु कति सेकेन्ड गयो 31 छिटो है अब 30 छाती दुख्यो सरी ल यो 1 मिनेट त थप हो कति भयो डोलमा मैले सकिन है हार्यो यो 1 मिनेटमा कसैले सक्दैन अहिले नदेखेर म बोल्नु मेरो असिस्टेन्ट आसन देखाउनु पर्छ भ्युज दिएर आउँछ क्या भ्युज दिएर आउँछ मटोनीमा भाडा गर्नु पर्दैन हेर्नु त पिरोले च्यालेन्जमा हार्यो लुजर अहिले चिनी खाइराख्नु भएको छ अझ नदेखाउ के आँसु आएछ बिचरा
मैले सिँगल झरे यहाँ देखाउन हेर्नु पर्ने अनि खोइ आँखामा आँसु आछ बिचरा यहाँ यस्तो कार्यक्रम भइरहेको छ होइन गाइस यस्तो यस्तो पनि भइरहेको छ यो सबै युट्युबमा आउँछ सिँगल आएर यस्तो भइरहेछ